very good at sports, extracurricular activities. त्यसमा चाहिँ what I learned is team building and leadership. So तपाईहरु academically राम्रो नभए पनि you can be good at sports, dance, music, anything that will help you in your upcoming career. अहिले धेरै जना सानैदेखि ambitious पनि हुनुहुन्छ and सानैदेखि आफ्नो business पनि start गरिराख्नु भएको छ, which is a very good thing. But म ambitious भए पनि मलाई चाहिँ life मा म के गर्छु, म केमा चाहिँ राम्रो छु भन्ने कुरा चाहिँ मलाई चाहिँ थाहा थिएन. So I thought that okay, I'm good at dance. मलाई अलिकति fashion मा पनि interest छ. Let me try for media. So when I was 16 years old, म +2 पढिरहेको थिएँ. I started my career as a VJ. 16 years मा मैले VJ बनेर try गरेँ and it went quite well. तर salary एकदमै कम थियो. But I learned so many things during that time. And त्यसपछि I started doing few movies, music videos, but nothing went well. First my success पाउँछ भन्ने त छैन नि त, हैन? And then it took me 4 years to figure out म कुनमा चाहिँ राम्रो छु भनेर. अहिले तपाईहरुलाई धेरै कन्फ्युजन होला कि म कुनमा राम्रो छु, म त म्याथमेटिक्समा नि राम्रो छैन, साइन्समा नि राम्रो छैन, नेपालीमा नि राम्रो छैन. ओ माय गॉड, म त करियरमा के गर्छु भन्ने लाग्छ होला भने प्लिज स्टप थिंकिङ अबाउट दैट. एकाडेमिकली तपाई राम्रो भए पनि नभए पनि योर पर्सनालिटी, योर भिजन, तपाईको सिक्ने इच्छाले गर्दाखेरि चाहिँ तपाईले लाइफमा के गर्नुहुन्छ भन्ने कुरा चाहिँ डिटरमाइन गर्छ. देयर आर सो मेनी अदर friends, मेरो फ्रेन्ड्सहरु जसले चाहिँ एकदमै राम्रो एकाडेमिकली गर्नु भएको छ. दे आर डुइङ समथिङ इन लाइफ बट स्टिल उहाँले मलाई के भन्नुहुन्छ नि, सन्ध्या यु आर डुइङ गुड. सकेसम्म चाहिँ यु हैव टु गिभ योर बेस्ट टु लर्न एन्ड एक्सपिरियन्स. यु गेट व्हाट यु आस्क फर, नो वन विल सर्भ यु. तपाईको पेरेन्ट्सहरुले एउटा एजसम्म मात्र तपाईहरुलाई सिकाउन सक्नुहुन्छ र तपाईहरुसँग हुनुहुन्छ. तपाईले लाइफमा के गर्ने भन्ने कुरा इट्स यु. It's completely you and तपाईको हरेक जर्नीमा चाहिँ it's you. Emotionally, financially, everything मा तपाईको करियरमा तपाईले सक्सेस पाउने हो भने it's always you. So getting back to my career path, after getting a lot of praise, VJ बनिसकेपछि चाहिँ movies पनि I tried, but I figured it out that I was not good at acting and I was just wasting my time to म त्यही गर्छु मेरो दिमागमा चाहिँ के थियो भने हैन मैले यो गर्नै पर्छ भन्ने थियो, तर that was not the right path for me. So त्यो चाहिँ मलाई 4 वर्षपछि थाहा भयो. And I started hunting jobs. म फेमस त अलिकति थिएँ तर I started hunting jobs. So guys, जब नेपालमा आफूले चाहेको जब पाउन एकदमै गाह्रो पनि हुन्छ है. सो यो कम्पनी छ यसमा जाउला यस्तो भन्ने चाहिँ हुँदैन. तर यु शुड नो योर कोर भ्याल्यु, यु शुड नो योर इन्ट्रेस्ट, अनि त्यसपछि जब खोज्नु होला. सो आई स्टार्टेड हन्टिङ जब्स. मैले आई थिङ्क आई स्टार्टेड माई फर्स्ट जब एज अ सेल्स marketing at Kundalini Diagnostic Center. I did there for 4 years, and then marketing at one of the restaurants. But I was not enjoying it. But I was earning money. तर त्यति इन्जोय चाहिँ भएको थिएन. सो म आई थिङ्क 16 वर्षमा काम गर्न थालिसकेपछि 20 समथिङ भइसक्दासम्म पनि मलाई थाहा थिएन कि म के गर्ने हो भनेर. एन्ड देन म सँगसँगैको साथीहरू चाहिँ दे वेयर गेटिङ अ लट अफ सक्सेस पाइसक्नु भएको थियो. एन्ड देन धेरै ठाउँमा जब गरिसक्नु भएको थियो विथ गुड स्यालेरिज. बट स्टिल मैले चाहिँ मलाई केमा इन्ट्रेस्ट छ, वाट इज माई करियर भन्ने अझ पनि फिगर आउट चाहिँ भएको थिएन. आफ्टर द्याट आई फेल्ट द्याट आई सुड स्टार्ट ओपनिङ बिजनेस. सो बिजनेस खोल्नको लागि त्यति गाह्रो छैन जस्तो लागेको थियो. बट इट इज भेरी हार्ड, किनकि बिजनेस खोल्नको लागि धेरै कुराहरू चाहिन्छ.
तपाईसँग एउटा स्किल्स मात्र भएर हुँदैन ओके आइ एम गुड एट अकाउन्टिङ म बिजनेस खोल्छु ओके आइ एम गुड एट मार्केटिङ म बिजनेस खोल्छु आइ एम गुड एट सेल्स आइ एम गुड एट अपरेसन म बिजनेस खोल्छु भन्ने चाहिँ हुँदैन तपाईसँग सबै नलेज हुनुपर्छ बिजनेस खोल्नको लागि विच तपाईहरूले चाहिँ सानै स्कुलमा तपाईँको +2हरूमा चाहिँ हरेक कोर्सहरूमा चाहिँ हुन्छ एन्ड देन आई स्टार्टेड माई बिजनेस आई वेन्ट चाइना विथ माई फ्रेन्ड्स त्यति धेरै बजेट नभएको कारणले चाहिँ मैले आफ्नो पार्टनर्सहरू खोज्न थालेँ एन्ड देन 3जना भएर चाहिँ वी वेन्ट चाइना एन्ड वी स्टार्टेड बिजनेस इट वाज अ भेरी स्मल बिजनेस क्लोदिङ बिजनेस नै थियो एन्ड कोभिड ह्यापन्ड अ लट अफ स्टक्स कोभिड भयो एन्ड आई कुडन्ट सेल एनिथिङ एन्ड देन वी स्टार्टेड अनलाइन त्यो बेला चाहिँ कोभिडको बेला चाहिँ भर्खर अनलाइन सुरु भएको थियो and then we started doing online response was good but due to certain circumstances partnership मा चाहिँ राम्रो भएन you know कुनै कुनै कस्तो हुन्छ भने लाइफमा सबै पार्टनर चाहिँ राम्रै हुन्छ भन्ने हुँदैन के be it your friends your business partner or your life partner or your boyfriend girlfriend सबैसँग म्याच हुन्छ भन्ने चाहिँ हुँदैन but you try your best to have a good partnership anyone in your life and then again back to square one मैले त्यो बिजनेस चाहिँ मेरो आफ्नो पार्टनरलाई बेचे and then so त्यो बिजनेस चाहिँ I was already I think 26 बिजनेस बेचिसकेपछि I was back to square one मसँग केही पनि थिएन मेरो भएको पैसा पनि मैले मेरो फर्स्ट बिजनेसमा लगाइसकेको थिएँ and then again I thought of doing business that was salt now why salt again मैले फर्स्टमा त क्लोदिङ बिजनेस फ्यासन नै स्टार्ट गरेको हो फेरि फ्यासन स्टार्ट गर्दा के हुन्छ त इट विल बी सेम एज नेक्स्ट पसल नो आई डोन्ट वान्ट टु स्टार्ट पसल अगेन आई वान्ट टु स्टार्ट अ ब्रान्ड त्यसको लागि चाहिँ आई डिड अ लट अफ रिसर्च I took time, at least 1 year pause and then त्यो टाइममा मैले क्लास 8, 9, 10, +2 ब्याचलर्समा सबै स्किप गराएको थिएँ नि म यत्तिकै पास हुन्छु भनेको हुन्छ नि रटेर or लाइक चिट गरेर पास भएको त्यो बेला मलाई रियलाइज भयो कि नो आई सुड लर्न अगेन सो नाउ आई स्टार्टेड लर्निङ अकाउन्ट्स फाइनेन्स एभ्रिथिङ जुन चाहिँ मैले स्किप गरेको थिएँ and then I researched मार्केटमा चाहिँ यति धेरै फ्यासन ब्रान्ड्सहरू छ how I can be different म नम्बर 1 कसरी हुन सक्छु अहिले पनि नम्बर 1 भएको छैन I'm trying but my goal is to reach number 1 I don't like to sit बिचमा it's always number 1 since my childhood तपाईहरु जेसुकै गर्नुस् नम्बर 1 नै बन्छु भनेर गर्नुस् जेसुकै गर्नुस् स्पोर्ट्स होस् म्युजिक होस् एनीथिङ इन लाइफ जस्ट तपाईको गोल चाहिँ नम्बर 1 नै हुनुपर्छ है एन्ड देन आई स्टार्टेड मार्केटमा चाहिँ के चाहिँ कमी छ त सो वेनेभर यु गो फर शपिङ एउटा प्रपर स्टोर भन्ने नेपालमा चाहिँ छैन रहेछ भन्ने मलाई रियलाइज भयो छ तर प्रपर साइजेस कुनै पनि एउटा प्रोडक्टको होल रेन्ज अफ साइजेस अनि त्यसपछि कन्टिन्युटी बेसिक्स छ भने त्यो सल्टमा गयो भने आई ह्याभ लाइक दिस जिन्स यस्तो जिन्सहरू थ्रु आउट द इयर हुन्छ यस्तो बेसिक्सहरू थ्रु आउट द इयर हुन्छ एन्ड देन देयर इज साइजेस एन्ड देन फर एभ्री काइन्ड अफ बडी सो त्यो चाहिँ मैले फिगर आउट गरेर आई स्टार्टेड सल्ट फ्रम अनलाइन बिकज त्यो बेला आई डिडन्ट ह्याभ मच बजेट टु स्टार्ट बिग सो आई स्टार्टेड फ्रम अनलाइन एन्ड देन इट स्टार्टेड डुइङ वेल यति धेरै च्यालेन्जेसहरू थियो एन्ड देन आई वाज डुइङ फ्रिल्यान्सिङ थ्रु आउट माई लाइफ तर फर्स्ट टाइम कोअपरेट अफिस खोलेर स्टाफहरू हायर गर्दाखेरि मसँग त्यो केही पनि एक्सपिरियन्सहरू थिएन एन्ड इट वाज रियली हार्ड फर मी टु ह्यान्डल 2 or 3 स्टाफ पनि के किनकि यु डोन्ट नो हाउ टु डिल विथ पिपल
And throughout the years now, I have, including GV, we have almost 400 staff, and we are handling well. So the time I thought I'll focus on getting the trendiest fashion to Nepal, the quickest, Salt was born. So Salt means shop all latest trends. Shop all latest trends. So whatever globally trend चलिरहेको हुन्छ नेपालमा चाहिँ पाउन गाह्रो हुन्थ्यो. While I was working as a VJ or मिडियामा मलाई बाहिर media like बाहिर म भिडियोहरू हेर्दाखेरि oh I want to wear this kind of shirt, oh this is trending, Hailey Bieber is wearing this, Gigi Hadid is wearing this, oh I can't get here. But now Salt is trying to bring trendiest, global trendiest outfits that we want in Nepal, and in a very reasonable price, I hope. And then November like I mentioned, GV is e-commerce platform. It's an app, you can download it and you get everything that you want, like your skincare, makeup, fashion, gadgets, home appliance, everything that you want you get in GV. And then we started GV Square as well. GV चाहिँ तपाईको e-commerce भयो, GV Square चाहिँ retail भयो. GV Square मा you get everything, Salt, and then we started Adhya as an ethnic fashion brand, Wasabi for Gen Z. Have you heard about Wasabi? Yes. Okay, so we are still struggling with Wasabi, but we know we'll get there. And then we are starting Salt Men soon, Salt Active, Salt Kids, GVBs. So we have these brands under GV Square. GV Square, it's in Baneshwar, and then Chitwan, Pokhara. Salt we have in Lazimpat, Kumaripati, Baneshwar. We have almost 5 stores, and with almost 10 to 12,000 square feet. And then we have still a lot of outlets planningमा छ. हामीले चाहिँ अझ धेरैवटा स्टोर्सहरू खोल्ने प्लान गरिरहेको छौँ. And then I would like to give a lot of credit to my partner Abhushan. हामी दुईजना मिलेर गरेको हो. And Salt चाहिँ solely I am the founder of Salt and co-founder of GV. So यो मैले तपाईहरुलाई चाहिँ मेरो यो लाइफ चाहिँ किन भनिरहेको होला त? It might sound boring or तपाईहरुलाई रिलेटेड नै पनि त छैन होला नि. तर throughout the career and struggle म यहाँ मेरो सक्सेस शेयर गर्न आएको हैन, मैले यहाँ मेरो फेलियर्स चाहिँ शेयर गर्न आएको हो के. लाइफमा यति धेरै फेलियर्सहरु हुँदो रहेछ, तर त्यो फेलियर्सले चाहिँ तपाईलाई यति धेरै कुराहरु सिकाउँछ दैट अहिले तपाईहरुलाई थाहा नै हुँदैन के. अब पहिला म स्पोर्ट्समा आई वाज भेरी गुड एट इट, जिम्नास्टिकमा भन, टेबल टेनिसमा भन, और लाइक फ्यु स्पोर्ट्समा अनि यो खेल्न त हो नि, रमाइलो गर्न त हो नि, ओ कस्तो रमाइलो भयो भने. तर त्यो बेला मैले के लर्न गरे थाहा छ? टिम बिल्डिङ, लिडरशिप. तपाई कुनै पनि स्पोर्ट्सको क्याप्टेन हुनु त, तपाईलाई कुनै पनि स्पोर्ट्सको क्याप्टेन हुनु भयो भने यु विल you'll bring strategy. तपाईले हरेक तपाईको आफ्नो अरु टिम मेम्बर्सहरुलाई चाहिँ यस्तो गर्नु एन्ड यसरी गर्नु, और स्ट्र्याटेजी मात्र नभएर कहिलेकाहीँ इमोसनल पनि हुन्छ नि त. ओ यो उलाई यस्तो भन्दाखेरि रिसाउला, उ ही और शी इज गुड एट इट, उलाई यसमा ल्याउनु पर्ला. सो स्पोर्ट्सले पनि टिम बिल्डिङ र लिडरशिपलाई चाहिँ यति धेरै हेल्प गर्दो रहेछ. एन्ड देन थ्रु आउट द जर्नी यु विल फेस सो मेनी हर्डल्स और स्ट्रगल्स. मेरो स्कुल लाइफमा आई वाज जस्ट गुड एट स्पोर्ट्स एन्ड डान्स, तर एकाडेमिकली क्लासमा बस्दाखेरि आई वाज नट अ ब्राइट स्टुडेन्ट. मलाई जहिले पनि डर लाग्थ्यो असाइनमेन्ट गरेको छ कि छैन भन्दा म असाइनमेन्ट पनि गरिरहेको हुँदैन थियो. एन्ड देन मलाई जहिले पनि के लाग्थ्यो भने आई विल डु ग्रेट इन लाइफ, म केही न केही त गर्छु, तर मलाई यो असाइनमेन्ट एन्ड होमवर्कहरू चाहिँ मलाई अल्छी लाग्छ भन्थे कि. तर अहिले आउँदाखेरि what I've learned is these little things teaches you so many things. And then even with your parents, you know what?
तपाईँहरूको पेरेन्ट्स पनि तपाईँहरूसँगै ग्रो भइराख्नुहुन्छ के एन्ड हामीलाई के लाग्छ भने हाम्रो पेरेन्ट्स सुड गिभ दिस सुड गिभ द्याट ओहो मेरो पेरेन्ट्सले हेर्दैन नो दे आर अल्सो ग्रोइङ विथ यु एउटा सानो एउटा अफ टपिकको सजेसन दिन्छु योर पेरेन्ट्स आर अल्सो ग्रोइङ विथ यु एन्ड दे आर गेटिङ ओल्ड यसमा चाहिँ मैले के सिक्छु भने प्लिज बी विथ योर पेरेन्ट्स एज वेल चाहे तपाईँहरू हुन्छ नि सेयर विथ योर पेरेन्ट्स तपाईँलाई स्कुलमा के भयो अर लाइक यु नो सेयर दे विल बी विथ यु एन्ड तपाईँको पछि सक्सेस हुनुहुन्छ नि लाइफमा त्यो सेयर गर्दाखेरि अनि रमाइलो आउँछ कि दे हेभ सेयर्ड इमोसनली तपाईँको हर्डल्स तपाईँको स्ट्रगल्स एन्ड पेरेन्ट्सलाई तपाईँले जब आफ्नो सक्सेस स्टोरी सुनाउनुहुन्छ एन्ड त्यो बेला चाहिँ रमाइलो लाग्छ है आई वाज अ भेरी कम्पिटेटिभ चाइल्ड रेबेलियस चाइल्ड होइन जे गर भने त्यसको उल्टो गर्ने होइन अब अहिले मैले तपाईँहरूलाई प्लिज किप क्वाइट भनेर भने तपाईँको म्यामहरूले पनि किप क्वाइट भनेर भन्नुभयो नि म झन् उल्टो बोल्न थाल्थेँ कि लाइक मलाई झन् ओ माई गड झन् किप क्वाइट एन्ड आई क्यान रिलेट विथ यु गाइज सो इट्स ओके सो आई वाज अ रेबेलियस चाइल्ड एन्ड मेरो एउटा बिजनेस वर्कआउट गरेको थिएन नि त सो मेरो दिमागमा के थियो भने एनी हाउ आई मेक दिस ह्यापन भन्ने चाहिँ थियो सो मेरो दिमागमा कहिले पनि थिएन कि इट वन्ट वर्कआउट भन्ने चाहिँ सो स्टिल आई एम स्ट्रगलिङ एन्ड आई विल मेक दिस ह्यापन एन्ड माई ड्रिम इज टु यु नो गो ग्लोबली सल्ट मलाई एकजना इम्प्लोइले के भन्नुभयो तिमी त यत्रो सिइओ हो तिमीलाई त बदर नहुने पर्ने भन्नुहुन्छ त बट इट बदर्स एभ्री डे देयर इज अ हर्डल के तर एक्ज्याक्टली फिगरमा भन्नुपर्दा चाहिँ तपाईँहरूले जुन बाहिर देख्नुहुन्छ नि सल्टको पोस्ट सल्ट इज डुइङ द्याट दिस यहाँ के अरे स्टोर खोल्नुभयो भनेर तर त्यसको ब्याकएन्डमा अपरेसन हुन्छ नि अपरेसन इज भेरी टफ जब अपरेसनमा चाहिँ सबै तपाईँको उयो चाहिन्छ क्या अकाउन्ट्स फाइनेन्स नेपाली सोसल एभ्री हिस्ट्री सबै चाहिन्छ क्या सो अपरेसन चाहिँ आई थिङ्क द्याट इज अ भेरी हार्ड थिङ टु अपरेट हाउ यु थिङ्क है तपाईँहरूले सुन्नुभएको होला नि पोजिटिभ कुराले पोजिटिभै अट्र्याक्ट गर्छ भनेर एन्ड देन वेन यु म्यानिफेस्ट एज वेल जस्ट म्यानिफेस्ट गुड थिङ्स एन्ड तपाईँहरूको सेल लाइक बडीको सेलले तपाईँको एभ्रिथिङ विल यु नो अट्र्याक्ट पोजिटिभ थिङ्स एन्ड तपाईँको जे ड्रिम छ त्यसमा लिएर जान्छ कि एन्ड देन च्यालेन्जेस अफकोर्स आफ्नो माइन्ड सेट पोजिटिभ भयो भने चाहिँ त्यो च्यालेन्जेसहरू चाहिँ फेस पनि गर्न सकिन्छ एन्ड देन इट्स अल अबाउट कम्युनिकेसन यु सुड कम्युनिकेट properly with your parents, with your partner, with your employees, and then take help from them as well. Tapaiko mentally, if you are not fit, then have a conversation with your friends, your parents, and then aile pani like I'm 100% I can take any challenges भन्ने चाहिँ हुँदैन. I'm still learning and struggling. Okay, so I want you to as of from today के गर्न I would like to suggest भन्दा यहाँ गर्नु पर्दैन जस्ट गो होम एन्ड देन राइट इट डाउन तपाईँ कुन सेक्टरमा राम्रो हुनुहुन्छ चाहे त्यो सानै होस् होइन इन विच सेक्टर यु आर गुड एट इट अर इन विच सब्जेक्ट यु आर गुड एट इट एन्ड देन राइट इट डाउन एन्ड लेटर इन लाइफ कस्तो हुँदो रहेछ भने सानोमा आफूलाई जे मन लागेको त्यो पछि बनिन्छ भन्ने चाहिँ हुँदैन तर सम हाउ इट विल इम्प्याक्ट चाहिँ हुँदो रहेछ I was very knuckly when I was at your age के मलाई जहिले पनि यस्तो लाइक म्यामहरू आउनुभयो भने मलाई सबभन्दा फर्स्ट उठाएर ओके यु गेट आउट अफ द क्लास वाइ आर यु वेयरिङ दिस वाइ आर यु वेयरिङ द्याट त्यस्तो हुन्थ्यो कि आई वाज एन्ड देन टुडे आई रियलाइज द्याट आई वाज अलवेज इन्ट्रेस्टेड इन फ्यासन द्याट इज फ्यासन अब अहिले चाहिँ आई डोन्ट नो वाट स्कुलमा कस्तो छ होइन बट द्याट वाज मी एन्ड थ्रु आउट द लाइफ till here मैले त्यो कहिले पनि चेन्ज नै गरिनँ सो आई एम लिडिङ वान अफ द बिगेस्ट फ्यासन ब्रान्ड इन नेपाल सो त्यो त म त कता न कता कनेक्सन रहेछ नि त एन्ड देन अबाउट टिम बिल्डिङ मैले भने आई वाज गुड एट स्पोर्ट आई वाज लाइक क्याप्टेन थिएँ म स्पोर्ट्समा
And then I was leading the team. Now, I am help I am leading 400 people under me. Two dots pani connect bhayo. So I want you to go home, write it down. Tapai kema best hununcha. And then date lekhnus. And then later in life, to notebook हेर्नुस्, you will connect the dot. ए म त यो यसमा राम्रो रहेछु नि त भन्ने हुन्छ है. That I learned from my life that I would like to share with you. Lesson 1, you get what you ask for. No one will serve you success on your plate. Not even your parents, not even your partner. It's you. It's just you. तपाईको यति धेरै स्ट्रगल पनि हुन्छ लाइफमा. You know, I like भर्खर 5 years त भयो सल्ट खोलेको. 5 years पनि भएको छैन. Before that, I was just struggling in my life, like entire life. त्यो कसले गर्नुपर्छ? आफै गर्नुपर्छ. Lesson 2. Success is not just smooth highway. Otherwise, everyone would be successful. हैन त? तपाईको हरेक दिन यहाँ एकजना सक्सेसफुल मान्छे आएर चाहिँ लेक्चर दिइराको हुन्थ्यो होला के. सबैजना सक्सेसफुल हुँदैन. तर सक्सेस केलाई भन्नुहुन्छ त्यसलाई पनि फरक पर्छ. हैन? अब म I am here for entrepreneurship. हैन? Entrepreneur को वेमा maybe तर केमा चाहिँ सक्सेसफुल? लभमा सक्सेसफुल भन्नुहुन्छ कि, or you know parents लाई खुसी पार्नेमा सक्सेसफुल भन्नुहुन्छ कि, or like happy mental health like successful? That depends upon you. मैले केमा सक्सेसफुल भनेको चाहिँ it's like business मा है. Success को meaning or अर्थ चाहिँ धेरै नै छ है. Success is not a smooth highway, otherwise everyone would be successful. It's a road through a jungle full of thorns, wild animals and ghosts. One needs patience, courage and endurance to survive entrepreneurship. So मान्छेलाई त लाग्छ होला ओ सन्ध्या दिदीसँग त यो पनि छ यो पनि छ. But I face a lot of hurdles every day. कहिले कुन चाहिँ स्टाफको के भयो, कहिले के भयो. आज भर्खर you know ट्याक्स अफिसमा हिजो भर्खर छापा मार्नु भएछ के जीवी स्क्वायरमा. And then they stayed there for 1 hour. मलाई डर त थिएन किनभने मैले हरेक महिना ट्याक्स तिरेको हुन्छु. हैन? There are lots of, I don't want to share this, but there are lots of business. अहिले त नयाँ सरकार आएको भएर चाहिँ things are moving in a good path. There are lots of businesses जसले चाहिँ राम्रोसँग ट्याक्स पे गर्नुहुन्न के. अनि त्यसरी नै उहाँहरू छापा मार्दै पनि आउनुहुन्छ. But they stayed for 1 hour. उहाँले यो भन्नुभयो तर मैले चाहिँ राम्रैसँग तिरेको भए पनि मलाई डर चाहिँ लागिरहेको थियो कि ला केही नराम्रो उ भन्ने हो कि, किनकि यु नेभर नो अरूको मान्छेको माइन्डमा के हुन्छ भनेर. हैन? आफूले राइट गर्दा गर्दै पनि कहिलेकाहीँ अरूले देख्नुहुन्न. एन्ड देन दे स्टेड देयर फर अ वाइल. अनि त्यसपछि मलाई आज बोलाउनु भयो क्या. तपाईको चाहिँ यो स्टिकरको ठाउँमा यो स्टिकर टास्नु भएको छ. सो आई वाज सपोज टु कम हियर 12:30 मा. सो 10 बजे आई वेन्ट ट्याक्स अफिसमा टु यु नो all the documents पुराउनको लागि के. It is also the hurdle नि त. But I'm proud to say that SALT and JV 100% tax तिरेको हुन्छ and it's 100% authentic. Now next lesson, keep learning. That's all that will help you. Even when nothing is going right, you are preparing for tomorrow. Right? Start small but be willing to take risk. When I started SALT, I started from online. मैले अनलाइनबाट स्टार्ट गरेको. Who would know that monthly turnover will be 240 crores? तर मैले स्टार्ट गरेको कति थाहा छ? 2 to 3 lakhs मा हो है. So start small and willing to take risk. So risk मा चाहिँ कस्तो छ भने it depends upon personality as well. I was a very risk taking kid. कहिलेकाहीँ स्पोर्ट्समा अरू केहीमा हुँदैन भन्दाखेरि पनि I was a risk taker. कहिलेकाहीँ लाइफमा you have to take risk. औ त तिमी त कस्तो ज्ञानी बच्चा रहेछ, तिमी त कस्तो राम्रो बच्चा रहेछ भनेर भन्नुभयो कसैले भने don't take it as a compliment. तिमी त कस्तो बदमास रहेछ, तिमी त कस्तो यो नगर भनेको यो गरिरहेछौ, तिमीलाई यति मात्र गर भनेको तिमीले यत्रो गरेको. That is a compliment for me. किनभने त्यसले गर्दाखेरि चाहिँ मेरो रिस्क टेकिङ फ्याक्टर बिल्ड भयो के.
And I don't know about other people, but in my opinion, जसले चाहिँ यो चाहिँ कस्तो बदमास बच्चा रहेछ, यसलाई यति मात्र गर भनेको यति गर्यो भने त्यो मान्छेले चाहिँ रिस्क लिन्छ के लाइफमा। तर जसले चाहिँ ओके ज्ञानी छ, यो नगर भन्, जति गर भनेछ त्यति नै गर भन्यो भने चाहिँ त्यो मान्छे चाहिँ he will be doing job। तर जसले चाहिँ रिस्क लिन्छ, म त बदमास नै भएर I relate so much with बदमास people के, I'm sorry, but म बदमास मान्छे भएर म एकदम बदमास मान्छेसँग रिलेट गर्छु। त्यो मान्छेले चाहिँ रिस्क लिन्छ according to my personal experience है। तर having said that, you need to follow certain rules and regulations and disciplines of school and colleges. Lesson 5, believe in yourself when no one else does. Keep improving yourself. So I was not a good at school ma, but I always knew that I would do something bigger त्यो हुन्छ नि मनमा। अहिले एकदमै it's like very famous manifestation भन्ने हुन्छ नि, थाहा छ? I think it works। किनभने manifestation मा फेरि manifest मात्र गरेर हुँदैन, you have to work on it है फेरि। So I always used to manifest big things के, and then मेरो साथीले भन्थ्यो के भनिरा तिमीले, यो यस्तो त कहाँ हुन्छ, I want to go New York and I want to do this। अनि मान्छेहरूले चाहिँ हजार लाखको कुरा गर्दाखेरि म जहिले पनि करोड र अरबको कुरा गर्ने के। And then like यो सन्ध्या पागल भयो भन्थे। But you know what, there is nothing wrong dreaming big, and always dream big। Life takes you or where you reach, stay humble and keep working hard। Thank you so much। Thank you so much। Thank you।